कति हजारमा किने कति यो नजोडिकिन तपाईले कान सुन्दैन यो नभइकन त एउटा कुरालाई 50 चोटी यो कानमै आएर 50 चोटी झर्यो नि ठुलो भ्याकुताले काम झर्को बेला चाहिँ गर्छ कि आँखाले गरे यो 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 झिकेर अहिले भर्खरै तपाईलाई यो नपर्ने बनाइदिउँ त नाइ बर यही ठिक छ मलाई मैले एकचोटि चाहिँ हेर्नु न बुढा भयो भने त यो केलाई राख्नु त नि अनि मैले हजुरलाई यति बिन्ती गरे कि किनभने हैन यो राखिराख्दा काम न असिलो भयो नि त तपाईलाई सुनेपछि यस्तो हुन्छ नि त सुनेपछि कसैले नराम्रो कुराहरू नि भन्छ नराम्रो कुरा नि भन्छ अनि मलाई सुन्नुको इच्छा छैन बरु सुन्नु मलाई इन्ट्रेस्ट पर्यो भने मलाई इन्ट्रेस्टको कुरा यो आएर सुन्छु तर मलाई इन्ट्रेस्ट नपरेको कुरा मलाई सुन्नु इच्छा छैन ए अचम्मै रहेछ अहिलेसम्म 50,000 जनाले यो काम सुनायो यो त बाले यो भन्ने मान्छे चाहिँ पहिले व्यक्ति हो मैले अहिलेसम्म यहाँ 50-60 हजार जनाको कानको उपचार गरी बा 30-40 हजार जनाको जति कानको उपचार गरे अरूले सुन्न पाए होला जस्तो भएको छ तपाई त नपर्ला भन्ने भन्छ यो संसार राम्रो छैन अरूले नराम्रो भने सुन्न मन ला छैन होइन मलाई त एउटा के भने भगवानलाई को खुसी कसरी हुनुहुन्छ मलाई भगवानको खुसी बनाउनु मात्रै छ मलाई कामको समस्या जे छ बरु यही ठिक छ मलाई भगवानको इच्छा मात्रै भगवानको लागि मात्रै हो मेरो शरीरमा के कुराको कमजोर छ के कुराको कमजोर छ त्यो कमजोरीलाई हटाएर शक्तिशाली बढाउने त्यति मात्रै ए भनेपछि कान अहिले सुन्नलाई त्यति राम्रो लाए छैन मलाई किनभने धेरै मान्छेले धेरै थरीका कुराहरू भन्छन् नराम्रो भन्छ अनि मलाई त्यो सुन्नु इच्छा छैन ए त्यो नसुनिकिन त्यो झिक्देपछि सुन्दैन यो झिकेपछि त जेसुकै भन्नुहोस् पछाडिबाट आएर गाडीले हरन हान्दा त थाहा पाउँदिन गाडीले छोएपछि अचम्मै लाग्यो मलाई आज अरू कान सुन्नको लागि यहाँ आउँछन् धारा यहाँ बा आइपिया मान्छे कानको उपचार हामी गरिदिन्छौँ भन्दा मलाई सुन्नु छैन भनेर भन्ने त यो त मैले चाहिँ के भन्नु भने मेरो दुश्मनीताहरूको मेरो दुश्मनीता टाढा पनि छैन घर परिवारभित्रै छ मैले दुश्मनीताको कारणले गर्दा म यहाँ आफ्नो स्थानमा यो जोरपाटी स्थानमा मैले 35 वर्ष बसेको हो यो स्थान छोडेर गएको भर्खर 1 वर्ष भयो मैले यो दुश्मनहरूको आफ्नो दुश्मनीताहरूको अगाडि मलाई केही गर्नु छ केही देखाउनु छ मर्नु 2 दिन अगाडि मात्रै हो किन नहोस् यो दुश्मनको अगाडि मैले केही काम नसुन्ने मान्छेले पनि यस्तो गरेछ भन्ने त्यति मात्रै देखाउन इच्छा छ के नाम हो पैसा चाहिएको पनि छैन भीमसिंह नाम भीमसिंह नेपाल 1 2 3 4 5 6 7 8 9 तपाईलाई चाहिँ दुर्गाको शक्ति आउन चाहिँ दक्षिण काली आएको दुर्गाको शक्ति तपाईको शरीरमा चाहिँ दुर्गाको शक्ति दक्षिण कालीको चाहिँ बास पर्या छ तपाईलाई क्लियर छैन बा तपाईलाई सबै प्रष्ट आएको छैन तपाई अझै अन्धोलमा छ त्यो त मलाई थाहा छ बेला बेलामा बाबा दिन आइरहेछ हो किनभने भित्र छिर्नेबित्तिकै मेरो नर्भस एकदम तपाईलाई जब देउताको थानमा छिर्न लागिसकेपछि तपाईको शक्ति नै घटेर जान्छ पातक पुतुक्क ज्यान गल्ने हात गोडाहरू नलाग्ने सास फेर्न सासै रोकेर गएको छ त हुन्छ हो हो तपाईले गुरु माने छैन तपाईले गुरु माने छैन गुरु एकजना त मानिछु गुरुको अब आँखा भन्दा पनि खै के पो ठुला भन्दै त्यस्तै खालको भने मतलब के हो आँखा भन्ने डोका भन्दा आँखा ठुला भने के ए भनेपछि गुरुको धाग भन्दा धम्की ठुलो भयो आफ्नो मतलब मैले भन्न खोजेँ आफ्नो चेलाको चाहिँ आर्थिक अवस्था कमजोर के कस्तो छ उहाँले नबुझ्ने के खाली मागे गर्ने आफ्नो चेलाको काम होस् न ल उहाँ बुवालाई ल र एकचोटि मजाले देउता चलाउन लगाइदेऊ त तल को छ दिलकुमार छ के छ बुढेसकालमा बुढालाई सबै खोलिदिन लगाइदेऊ ल जानुहोस् मेरो आशीर्वाद छ तपाईलाई ल जय शम्भु ल जानुहोस् च्याट्ट परेर गए बुढा हिरो बनेर ल युवाको मान्छे को मान्छे हैन